आजबाट चाहिँ हामी सी प्रोग्रामिङ भन्ने कन्सेप्ट सिक्दैछौँ है। जस्तै कि अब इक्जाम क्लास 10 को अब प्रोग्रामिङ कति गाह्रो प्रोग्रामिङ भनेर सबैले भन्नुहुन्छ है। अब यो सी प्रोग्रामिङलाई चाहिँ आज हामी इजी वेमा चाहिँ आजबाट अब एउटा सिरिज जस्तै तपाईँहरू मुभी हेर्नुहुन्छ होइन, पार्ट हुन्छ नि, हो त्यसरी नै हामी चाहिँ अब सी प्रोग्रामिङको चाहिँ नि फुल भिडियो कम्प्लिट बनाउन ट्राई गर्छौँ है। अनि आजबाट चाहिँ हामी के सिक्छौँ भने सी प्रोग्रामिङ कसरी इजी वेमा गर्ने भन्ने कुरो चाहिँ नि आजबाट हामी चाहिँ के गर्छौँ त सिक्छौँ है। अब सी भनेको धेरै सजिलो हुन्छ है, एक्ज्याक्टली अब सी मात्र होइन, सबै प्रोग्रामिङ ल्याङ्ग्वेजहरू सजिलो हुन्छ। कसरी सजिलो पार्ने भन्ने कुरो हुन्छ क्या होइन। अब त्यसको लागि चाहिँ पहिला चाहिँ हामीले के बुझ्नुपर्छ भने चाहिँ प्रोग्रामिङ कसरी गर्ने, प्रोग्राम के हो भनेर बुझ्नुपर्छ होइन। अब के हो भने अब प्रोग्राम भनेको के जस्तो लाग्छ भने जस्तै अब सिम्पल रूपमा ल हामीले स्कुलतिर हुन्छ प्रोग्राम होइन, त्यो अब प्रोग्राम भनेको चाहिँ के हो भने एउटा इन्स्ट्रक्सन दिन्छ अनि त्यही अनुसार काम गर्ने हो होइन। अब एउटा वक्तृत्वको हाजिर जवाफ गऱ्यो भने नि के त त्यही इन्स्ट्रक्सन अनुसार रुल्स एन्ड रेगुलेसन अनुसार चाहिँ गर्ने हो नि होइन। अब हामी प्रोग्राम भनेर डेफिनेसनमा जानुभन्दा नि किताबको डेफिनेसनमा जानुभन्दा नि के हो त, प्रोग्राम भनेको एउटा टास्क भनेर सम्झ्यौँ होइन। जस्तै मैले केही कुरा गर्नु छ, ल मैले तपाईँलाई होमवर्क दिएँ, ल एक पाना लेखेर आइज भनेर मैले भने भोलि भोलि मैले चेक गर्छु भनेर भने त्यो पनि के हो त, एउटा प्रोग्राम, लाइक अ प्रोग्राम भयो, एउटा टास्क गिभन टु यु होइन। यो भनेको चाहिँ के भयो, प्रोग्राम भयो। अब प्रोग्रामिङ ल्याङ्ग्वेज होइन भनेको अहिलेको समयमा धेरै छन् होइन। तर अब सी सी चाहिँ किन पढिरहनु पर्छ त, हाम्रा बाहरूले नि सी पढे होइन, हाम्रा अङ्कलहरूले सी पढे होइन, सबैले सी पढे, हाम्रो दाइहरूले सी पढे, अझै सी चाहिँ किन पढ्नुपर्छ त सर भनेर होइन हरेक मान्छेले भनिरहनु भएछ। तर किनकि सी भनेको के हो भने एउटा आमा जस्तो, मदर जस्तो होइन, एउटा बेस्ट प्रोग्रामिङ ल्याङ्ग्वेज क्या। अब सी पढ्यो भने चाहिँ तपाईँले के हुन्छ भने सबै कुरो, अब तपाईँले गुगल सर्च गर्नु होला होइन, गुगल होला यो पबजी के धेरै खालका के चाहिँ एप्लिकेसनहरू चाहिँ सी प्रोग्रामबाट बनाउन सकिन्छ क्या, बनाएका छन्। अनि त्यहाँबाट सीलाई चाहिँ नि यो गर्दिनँ भनेर छोड्नु हुँदैन। इच एन्ड एभ्री फिल्डमा, इच एन्ड एभ्री चाहिँ नि कलेजमा होस् अथवा +2मा होस्, 11-12मा, 10मा होस्, ब्याचलरमा होस्, सबै स्ट्रिममा चाहिँ सी प्रोग्रामिङ चाहिँ फर्स्टमै हामीले चाहिँ पढ्नुपर्ने हुन्छ है त। अब सी प्रोग्रामिङको इम्पोर्टेन्ट अहिलेको जमानामा धेरै छ है। अब काम लाग्दैन भन्न त भन्छन् मान्छेहरूले, पाइथनको बेला किन सी पढ्नु भनेर भन्छन्। तर अहिले पनि सी प्रोग्रामिङ चाहिँ भेरी इम्पोर्टेन्ट छ। अब त्यो तपाईँहरूलाई म के भन्छु भने हामी चाहिँ यो डेफिनेसन, यो इन्ट्रोडक्सन भन्दा नि आज चाहिँ हामी केमा जान्छौँ भने बढी फोकस चाहिँ केमा गर्छौँ भने त्यसको चाहिँ सी प्रोग्राम कसरी लेख्ने त, एक्साइटेड हुने कि अब आउँदैन भनेर बसेर त कामै छैन होइन। अब के गर्नु पर्यो भने कसरी गर्ने, अब त गर्नुपर्छ भनेर अब सी प्रोग्रामिङको 5 मार्क्स आउला, म 5 मार्क्स त ग्र्याब गर्छु है, अब सरले पढाएपछि म त गरिहाल्छु भन्नेतिर चाहिँ लाग्नु पर्यो तपाईँको ध्यान है। म चाहिँ अब तपाईँलाई एउटा फोटोबाट सबै कुरा चाहिँ एक्सप्लेन गर्छु अनि हामी एउटा सिम्पल प्रोग्राम गर्छौँ है त आज सजिलो रूपमा है, टेन्सन मान्नु पर्दैन, एकदम सजिलोसँग चाहिँ हामी सी प्रोग्रामिङ पढ्छौँ है। ल जस्तै एउटा फोटो हेरौँ, ल देख्नुभएछ। अब स्ट्रक्चर भनेको के होला, ल मलाई त थाहा छैन आमा सरले यो देखाउनु भयो भनेर नसोच्नु, किनकि स्ट्रक्चर अफ सी प्रोग्राम, स्ट्रक्चर भनेको ल यसको त स्ट्रक्चर, बडी स्ट्रक्चर यस्तो छ होइन, यसको त फेसियल स्ट्रक्चर यस्तो छ भनेर भन्छौँ नि, त्यो स्ट्रक्चर त कमन ल्याङ्ग्वेज हो त्यस्तै सी प्रोग्रामिङमा नि के छ त, एउटा स्ट्रक्चर छ। स्ट्रक्चर नभई त चल्दैन कुनै पनि प्रोग्राम, अथवा स्ट्रक्चर नभई त हुँदैन। जस्तै घर बनाउन पर्यो भने त्यसको स्ट्रक्चर कस्तो हुन्छ त होइन, अनि त ल चारपाटे होला होइन, गोलो। जस्तै तपाईँले पहिला देख्नुभयो होला नि त, ह्याज इन्क्लुड STDIO.com भनेर भने, ए सर मलाई त यो भनेकै थाहा छैन भनेर धेरैले भन्नुहुन्छ है मलाई। तर अब यो भनेको के हो भने सिम्पली बुझ्नु पर्दा हेडर फाइल
होइन, हेडर फाइल। अब यो नभई चाहिँ नि ह्यास इन्क्लुड नभई चाहिँ ह्याज इन्क्लुडले के गर्छ भने यो कुरो चाहिँ इन्क्लुड गरौँ, यो चाहिँ हालौँ, होइन, यो हालेपछि चाहिँ हाम्रो प्रोग्राम अब रन हुन्छ भनेर चाहिँ के भन्छ, यसले भन्छ, होइन। जस्तै कि ल खाना पकाउँदैछौँ रे, होइन, ल अब चाहिँ आगै बालेनौँ भने त त्यसको महत्त्व हुँदैन। त्यसैले यो पनि त्यस्तै कुरो। अब ह्याज इन्क्लुड भनेको चाहिँ के हो, एउटा हेडर फाइल हो जसले चाहिँ नि के गर्छ, यो कुरालाई चाहिँ इन्क्लुड गर्छ भनेर भन्छ है। जस्तै stdio.com भने सर के हो के हो के हो, यो त मलाई थाहा छैन भनेर कतिले भन्नुहुन्छ, लेख्न चाहिँ लेख्नुहुन्छ तर सर यसको मिनिङ नै थाहा छैन भन्नुहुन्छ। stdio.com .h भनेको .h भनेको चाहिँ स्ट्यान्डर्ड इनपुट आउटपुट के। जस्तै इनपुट आउटपुट त दिनु पऱ्यो नि त। जस्तै युजरलाई जस्तै फेसबुकमा हेर्नु, इन्टर योर पासवर्ड, इन्टर योर युजर नेम भनेर भनेन भने त त्यो त कामै भएन। त्यही भएर चाहिँ स्ट्यान्डर्ड इनपुट आउटपुट चाहिँ stdio .hले गर्छ है। अब अर्को कुरो मेन कुरो आउँदैछ ल हेर्नु, मेन फङ्सन। अब फङ्सन भनेको के हो सर, म त फङ्सन भनेको थाहा छैन, फङ्सन गाह्रो हुन्छ भन्नेहरूको लागि चाहिँ म के भन्छु भने फङ्सन भनेको चाहिँ के हो भने सिम्पली ब्लक अफ कोड, होइन। त्यो चाहिँ नि के हुन्छ त, होइन, रियुजेबल हुन्छ क्या। जस्तै तपाईँ चाहिँ नि एउटा सिमिलर काइन्ड अफ काम गर्नुभयो भने, होइन, त्यही काम अर्को वर्ष युज हुन्छ, होइन। त्यसलाई चाहिँ सिम्पली रूपमा फङ्सन भन्छ। फङ्सन भनेको सिम्पली के हो, एउटा कोड, एउटा ब्लक अफ कोड हो, त्यो चाहिँ भविष्यमा नि युज गर्न मिल्छ भनेर सिम्पल रूपमा बुझ्ने कि केही कन्फ्युजन नै छैन, यो कम्प्लेक्स नै छैन। किन हामी आफैले कम्प्लेक्स बनाउँदैछौँ के। त्यही भएर इन्टिजर मेन भनेको चाहिँ एउटा फङ्सन हो, इन्ट्री पोइन्ट अफ द प्रोग्राम। यहाँबाट भित्र गएपछि चाहिँ अब हाम्रो प्रोग्राम सुरु हुन्छ भनेर भन्यो। अब भेरिएबल डिक्लेरेसन, सर वाट इज भेरिएबल, हामीलाई त भेरिएबल भनेको थाहा छैन भन्नेहरूको लागि चाहिँ के हो भन्दा भेरिएबल भनेको सिम्पली एउटा कन्टेनर जस्तो, एउटा बाटा जस्तो सम्झिनु, होइन। हामी बाटामा पानी राख्छौँ, होइन, अनि केही समयपछि त्यो पानी लुगा धुन युज गर्छौँ नि त, हो त्यस्तै गरी एउटा भेरिएबल भनेको के हो त, सिम्पली द कन्टेनर विच होल्ड भ्यालु, होइन, एउटा कन्टेन्ट भ्यालु। त्यसैले चाहिँ के हो भने भेरिएबल भनेको के हो भने वी क्यान युज भेरिएबल, होइन, हो त्यसरी बुझ्नु पऱ्यो है। भेरिएबल भनेको सिम्पली अब इन्टिजर छ भने इन्टिजर, यो डाटा टाइपको बारेमा हामी पछि पढ्छौँ। अहिले नै के हो कसो हो भनेर हातिहाल्नु पर्दैन है। अब स्टेटमेन्ट एन्ड लजिक भन्ने हुन्छ। स्टेटमेन्ट एन्ड लजिक भनेको सर के हो त भनेर भन्यो। अब जस्तै सिम्पल, अब प्रिन्ट एफ, होइन, प्रिन्ट एफ भनेको प्रिन्टिङ स्टेटमेन्ट के। प्रिन्ट एफले के गर्छ, जस्तै प्रिन्ट एफ, आहा हामी त प्रोग्राम पढ्दैछौँ भनेर मैले म्यासेज लेखेँ भने त्यही म्यासेज डिस्प्ले हुने हो, होइन। हामी के बोल्छौँ के गर्छौँ भन्ने कुराहरू सबै कुरो नै डिस्कस हुने हो, होइन। प्रोग्राम कोड एन्ड लजिकका कुराहरू हामी लजिकल अपरेटर कसरी गर्ने भन्ने कुरो, प्रोग्रामिङ कसरी गर्ने भन्ने कुरो हामी पछि पढ्छौँ, डोन्ट वरी है। यो इजी वेमा चाहिँ कसरी गर्ने भन्ने कुरो अनि हामी डिस्कस गर्छौँ है। रिटर्न स्टेटमेन्ट सिम्पली रिटर्न द जिरो भनेको जिरो भ्यालु रिटर्न गर्छ र इन्ट गर्छ प्रोग्राम भनेर भनेको हो। अब हामी यसपछि यो बुझिसकेपछि चाहिँ अझ कहीँ कन्फ्युजन छ त, कहीँ कन्फ्युजन छ त मलाई हेरेर भन्नु है। छ भने हामी फेरि गर्छौँ, तर मलाई लाग्छ कन्फ्युजन छैन होला। हो, अब हामी यही कुरा युज गरेर एउटा सिम्पल प्रोग्राम गर्छौँ आज, अनि त्यहाँबाट पछिका दिनमा हामी डिफ्रेन्ट टाइप्स अफ भेरिएबल डाटा टाइपहरूको बारेमा इजी वेमा तपाईँ आँखा चिम्लेर गर्न सक्नुहुन्छ त्यसपछि प्रोग्राम, हो त्यसरी गर्छौँ है त। हेर्नु है, अघि स्ट्रक्चर पढ्यौँ नि, स्ट्रक्चर हेऱ्यौँ नि हामीले सी प्रोग्रामिङको। अब ल हेर्नु, अब हेर्नु त्यो स्ट्रक्चरलाई चाहिँ हामीले के गरेछौँ यहाँनिर इम्प्लिमेन्ट गरेछौँ। सर अब कसरी गर्ने त, के गरी गर्ने त, मलाई त केही नै आउँदैन प्रोग्रामिङ भनेर भन्नेहरू नि राम्ररी हेर्नु होला है। यहाँ के भइरहेछ अहिले म सोध्छु है तपाईँहरूलाई, त्यही भएर राम्ररी हेर्नु होला। अब फर्स्टमा के भने एउटा हुन्छ नि मेन इसेन्सियल थिङ चाहिँ के हो त, इन्क्लुड गर्नु पऱ्यो। हरेक कुरालाई इन्क्लुड गरेपछि ल इन्क्लुड भनेको के बुझ्नुहुन्छ,
तपाईँले सिम्पली नेपालीमा ल इन्क्लुड भनेको के हो समावेश गराउनु ह्याज इन्क्लुड भनेको सबै कुराहरू चाहिँ नि इनपुट स्ट्यान्डर्डहरू सबै कुरा चाहिँ समावेश भयो, अब चाहिँ त प्रोग्राम गर्न सक्ने भइस भनेर चाहिँ यसले भन्छ। हो, यसले भन्छ। अनि त्यसपछि के भन्छ, अब त्यसपछि फङ्सन भनेको मैले भनिसकेको छु, ब्लक अफ कोड विच क्यान बी रियुजेबल होइन, त्यो रियुज गर्नलाई त फङ्सनको बनाउँछ नि त होइन। लामो एउटा कोड छ 1000 लाइनको होइन, अनि त्यहाँबाट त्यो 1000 लाइनको कोड 50 ठाउँमा गर्नुपर्छ भने चाहिँ के हुन्छ, टाइम लाग्छ। अनि त्यहाँबाट रिसोर्स बढी लाग्छ होइन। त्यही भएर चाहिँ के कन्सेप्ट आएको भने चाहिँ यो फङ्सन भन्ने कन्सेप्ट आयो। अब 1000 एक पेज लेखेर त्यही फङ्सनलाई कल गऱ्यो, रिपिटेडली कल गऱ्यो भने चाहिँ के हुन्छ, हाम्रो टाइम सेभ हुन्छ अनि प्रोग्रामिङ नि राम्रो हुन्छ होइन। त्यही भएर चाहिँ फङ्सन वी क्यान युज फङ्सन है। इन्टिजर आइएनटी भनेको चाहिँ इन्टिजर यो डाटा टाइपहरूको बारेमा हामी पछि एउटा राम्रो भिडियो लिएर आउँछु म, त्यतिखेर म एक्सप्लेन गर्नेछु। इन्टिजर मेन यो फङ्सन यति भयो होइन, यो फङ्सन भयो। अब तपाईँको के हो भने यो कर्ली ब्राकेट भयो, यो कर्ली ब्राकेटबाट चाहिँ यो भित्र चाहिँ अब चाहिँ हाम्रो प्रोग्राम चाहिँ एक्ज्याक्टली सुरु भयो है भनेर भनेको है। अब प्रिन्ट एफ भनेको जस्तै प्रिन्टिङ पेपर, ल प्रिन्ट मेसिन सम्झिनु हो, प्रिन्ट मेसिनले के गर्छ, हामीले जे इन्स्ट्रक्सन दियो त्यही सर्लक्क प्रिन्ट गरेर ल्याइदिन्छ नि हो। यसैले प्रिन्ट एफले नि के गर्छ भने यो प्रोग्राममा के कुरा चाहिँ प्रिन्ट गर्ने हो। जस्तै तपाईँहरूले यसो याद गर्नुभयो भने नि जस्तै कि यो चाहिँ यो हो भनेर कुनै पनि मेसेज दिनु पर्यो भने चाहिँ के हुन्छ, प्रिन्ट एफले काम गर्छ है। वेलकम टु सजिलो सी प्रोग्राम है, वेलकम टु सजिलो सी प्रोग्राम। अब यसरी गर्ने है। अनि त्यहाँबाट त्यो गरेपछि चाहिँ तपाईँको रिटर्न जिरो चाहिँ किन गरे हो भन्ने कुरो यो अलिकति राम्ररी म बुझाइदिन्छु। तर पनि अहिले सिम्पल रूपमा भन्ने भयो भने चाहिँ यहाँ चाहिँ इन्टिजरले डिक्लेयर गरेको छ यो फङ्सन होइन। इन्टिजर भनेको त एउटा नम्बर होला होइन, नम्बर होला। त्यही भएर चाहिँ रिटर्न जहिले पनि जिरो गर्नुपर्छ हामीले इन्ट गरेर। यहाँ भोइड गरेको भए चाहिँ भोइड गरेर फङ्सन डिक्लेयर गरे भए चाहिँ हामीले गर्नु पर्दैन थियो। आजको भिडियोमा हामीले यही कुराहरू पढ्यौँ। सिम्पल के गर्यो भने सी प्रोग्रामिङ किन स्टिल अहिले युज हुन्छ र अब सिन्ट्याक्स र स्ट्रक्चर के हो सिम्पली भनेर बुझ्यो। अब हामीले यति आएपछि चाहिँ नि ल सी प्रोग्राम सक्यो भन्ने नि भयो तपाईँले है। यति चाहिँ आएपछि चाहिँ अनि त्यहाँबाट अरू कुराहरू चाहिँ बिस्तारो गर्दैछौँ। ल हामी सक्यो भने सजिलोमा चाहिँ सी प्रोग्राम पढ्नेछौँ है त। अर्को भिडियोमा चाहिँ डाटा टाइपको कुराहरू गर्नेछु मैले, अनि त्यहाँबाट हामी सँगै प्र्याक्टिस गर्नेछौँ है त। हस् त, धन्यवाद। यो एकचोटि रन गरौँ अनि लागौँ है त। ल हेर्नु त, वेलकम टु सजिलो प्रोग्राम यसरी आएको छ। हस् त, थ्याङ्क यू।